जे भोग्नु पर्यो मेरो आउने साथीभाइहरूले नेपालबाट आउने साथीभाइहरूले उहाँहरूले भोग्नु नपरोस् भनेर चाहिँ मैले यस्तो यस्तो भिडियो बनाएर हो खास गरी मेरो यसमा केही ठुलो प्रगति गरौँला उपलब्धि गरौँला भन्ने चाहना चाहिँ होइन। उहाँलाई अलिकति भयो भने हेल्प होस् होइन। कसै कुनै मान्छेले साँचो बोल्दैन। मेन पावरले तपाईँहरूले ठाडै नै झुट बोल्छ है। अब जो युरोप गएर एक्सपिरियन्स बटुलेको मान्छेहरू सोद्धाखेरि चाहिँ उनीहरूले आफ्नो दुःख चाहिँ तपाईँलाई पोखिदिन्छ है। अनि यिनीहरू चाहिँ इङ्ग्लिस बोल्न जान्दैन, सबै रोमानियन नै बोल्ने हो। अनि त्यसैले यिनीहरूसँग रोमानियनमा आफू बोल्न आउँदैन। सामानको नाम आलुलाई के भन्छ है, आलुलाई के भन्छ, गाजरलाई के भन्छ, टमाटरलाई के भन्छ, यो हामीले रोमानियनमा सिक्नुपर्ने हुन्छ। सबै किचनभित्रै छु म। यस्तै यस्तै छ यहाँको रेसिपी हामीलाई दिने हो रे पछि। अनि हामीले चाहिँ तबसम्म यिनीहरूको रेसिपी सिकेर एक्ज्याक्ट यिनीहरूको खानाको टेस्ट हामीले देखाउनु पर्ने हुन्छ। किचनमा चाहिँ सिलेक्सन हुने कार्यक्रम हो अहिलेसम्म। खास गरी पेपर त साइन गरियो है। अब त्यति चाहिँ बेसिक छ, त्यसको अब काटेर कति आउने थाहा छैन है। तर चाहिँ भिडियो बनाउनु दिँदैन, होटलबाट बाहिर निस्किनु दिँदैन। स्वागत 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 तपाईँहरूलाई फेरि अर्को एउटा नयाँ भिडियोमा है। मैले स्वागत गरेँ तपाईँहरूलाई यो बिचबाट है। रुमबाट के गर्नु अहिले रुम देखेर बिच पनि के देखाउनु। अब नयाँ नयाँ पल्लोतिरको पनि यो सामानहरू मिलाउने कार्यक्रम स्टार्ट भइसक्यो। हाम्रो त पहिला नै मिलिसक्यो, सबभन्दा पहिला चाहिँ मिल्ने हाम्रै हो है। त्यसै पल्लोतिरको चाहिँ अब यताउता सबैतिरको मिलाउन लागिसक्यो सामानहरू चाहिँ है। अब सामानहरू मिलेर त्यसपछि सिजन स्टार्ट हुन्छ अनि धमाधम मान्छेहरू ओहिरो लाग्छ, पुरै ओहिरो। नेपालको होलीको मेला लागे जस्तो हुन्छ है। हाम्रो गाउँतिर चाहिँ होली लाग्छ, सुदूरपश्चिमतिर चाहिँ होलीको मेला लागे जस्तो हुन्छ। अनि यस्तो हुन्छ, उता सर्केपिङ सबै राखेको छ। अनि बच्चाहरूको लागि है स्विमिङ गर्न लागि यहाँ सबै स्विमिङ गरेर यहाँ सुत्ने सबै यो बेडहरू स्विमिङ गरेर सुत्ने बेडहरू है। अनि रैला हान्छन् यहाँ, रक्सी खाएर पार्टी गरेर डिजे सिजे बोलाएर। यहाँको डिजे हुँदैन, जर्मन अस्ट्रेलिया अमेरिका कहाँको डिजे आउँछ यहाँ, रैला हान्छन् है केटाहरू। यो आजको दिन चाहिँ मैले यहीँबाट सुरुवात गरेँ साथीहरू चाहिँ भन्नुपर्दा। अब अरू यस्तै छ। रोमानिया कोस्टन्जा नापोदारी भन्ने ठाउँमा यो चाहिँ लुजो बिच म काम गर्ने है। यदि मैले सबै भिडियोमा भन्ने गरेको छु। जसले यो भिडियो नयाँ हेर्दै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो मैले भनेको होटल लाइनमा म चाहिँ किचन हेल्परमा छु। अब आएको त खास गरी कुकमै हो, लागेँ किचन हेल्परमा। अब त्यही हो, नेपालबाट जो आउनुहुन्छ तपाईँहरू ठुलो ठुलो सेफ भयो भने यहाँ सेफको काम पाउनु हुँदैन, तपाईँ हेल्पर नै पाउनुहुन्छ। अनि अब हामीले पेपर वर्क सबै गरिसक्यो। नेपालको तपाईँको जो साइन गरेको पेपर वर्क हुन्छ त्यो काम लाग्दैन। यहाँ तपाईँ नयाँ पेपर वर्क गर्नुपर्छ, त्यो खालि एम्बेसीमा इन्टरभ्यू दिनु जानको लागि मात्रै हुन्छ। त्यसैले चाहिँ उहाँको पेपर वर्क काम लाग्दैन है, मोस्टली काम लाग्दैन। यहाँ नयाँ एग्रिमेन्ट साइन गर्नुपर्छ तपाईँले है। यस्तै छ रोमानियाको लाइफ। गाह्रो छ, आएको एक दुई हप्तासम्म गाह्रो हुन्छ। त्यसपछि चाहिँ हल्का फुल्का यहाँको भाषा जान्यो भने, यहाँको बानी बस्दै गयो भने चाहिँ अलिक सजिलो हुन्छ। अहिले चाहिँ गाह्रो छ। म आएको पनि 1 महिना पुग्न लाग्यो, 25-26 दिन भयो होला। त्यसपछि सजिलो हुन्छ। अहिले म किचन लाइनमा हल्का फुल्का यहाँको सामानहरूको नाम चाहिँ थाहा पाउनु पर्ने के। थाहा नहुँदासम्म चाहिँ अलिक गाह्रो हुन्छ, थाहा पाइसक्यो भने चाहिँ अलिक सजिलो हुन्छ। किनभने यिनीहरू चाहिँ इङ्ग्लिस बोल्न जान्दैन, सबै रोमानियन नै बोल्ने हो। अनि त्यसैले यिनीहरूसँग रोमानियनमा आफू बोल्न आउँदैन। सामानको नाम आलुलाई के भन्छ है, आलुलाई के भन्छ, गाजरलाई के भन्छ, टमाटरलाई के भन्छ, यो हामीले रोमानियनमा सिक्नुपर्ने हुन्छ। अनि इङ्ग्लिसमा यिनीहरू बुझ्दैन फेरि, कोही कोही बुझ्छ, 100मा 10% मात्र। त्यसैले चाहिँ म इङ्ग्लिसै बोलेर गरिखान्छु, नसुर्ता पनि भयो। तपाईँले मोबाइल एप्लिकेसन या युट्युबको माध्यमबाट रोमानिया आउँदाखेरि चाहिँ बेसिक कुराहरू सिकेर आउँदा हुन्छ है। हेलो नमस्ते हाउ आर यु होइन, मेरो मोबाइल नम्बर यति हो, मेरो नाम यो हो, सबै रोमानियनमा बेसिक कुराहरू मैले भनेँ नि त। त्यो सिकेर आउँदाखेरि धेरै सजिलो पर्छ, धेरै इम्प्याक्ट पर्छ। तपाईँको अरू एयरपोर्टमा पनि त्यो तपाईँलाई सोद्धाखेरि उनीहरू रोमानियनमा बोल्छन् है। त्यसरी धेरै फरक पर्छ, सिकेर आउँदाखेरि धेरै राम्रो साथीहरू। यो कुराको मैले तपाईँलाई जानकारी गराएँ। रोमानिया आउँदाखेरि के गरेर आउनुपर्छ। अरू प्रोसेसको लागि एम्बेसीमा के क्वेसन सोध्छ, अनि के क्वेसन सोध्यो, अनि कति लागत लाग्यो, कुन मेन पावर हो, तपाईँले जान्न मन छ भने मलाई कमेन्ट गर्नुहोस्,
या सोसियल मिडियाको लिङ्क मैले डिस्क्रिप्सनमा राखिदिएको छ, त्यहाँ डाइरेक्ट डिएम गर्नुहोस् है। मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्, एउटा लाइक दिनुहोस्, मिठो कमेन्ट गर्नुहोस्। स्वागत छ फेरि अर्को नयाँ दिनमा। अब हिजोको भिडियो मैले पुरा गर्न सकेन, त्यसैले आज अर्को भिडियो गर्दैछु। अर्को डे नेक्स्ट डे है, मे 17, हिजो मे 16 थियो। अनि त्यस्तै हुन्छ काम विशेषले है। होटलभित्र चाहिँ भिडियो बनाउनु दिँदैन, होटलबाट बाहिर निस्किनु दिँदैन। अनि बिहान 9 बजीदेखि रातिको 10 बजीसम्म वहीँ बस्नुपर्छ, काम गर्नुपर्छ। अनि होटलभित्र चाहिँ भिडियो बनाउनु दिँदैन, क्यामेरा लगाएको छ सबै, युज गर्न दिँदैन है साथीहरू। अनि मैले चाहिँ यहीँ अहिले चाहिँ टिफिन सिफिन प्याक गर्यो, अब जाँदैछु ड्युटीमा। 9:30 बजे गाडी आउँछ, बस 9 बजे आधा घन्टा छ तबसम्मको लागि यसो एउटा भिडियो चाहिँ जाओस् भनेर चाहिँ अब कम्प्लिट त गर्नु पऱ्यो। 2 दिनको एउटा भिडियो त हाल्ने गरेको छु, सकि नसकी है, तपाईँहरूलाई हल्का सजिलो होस्, यहाँको जानकारी हल्का फुल्का दिइरहेको छु। अनि हिजो चाहिँ हाम्रो किचनमा चाहिँ सिलेक्सन हुने कार्यक्रम भयो। अहिलेसम्म खास गरी पेपर त साइन गरियो है, अब त्यतिसैले बेसिक छ, त्यसको अब काटेर कति आउने थाहा छैन है। अनि अब केटाहरूलाई सबै त्यही नै अब एउटा चासोको विषय हो, कति आउने रहेछ है, मेरो स्यालेरी कति हुन्छ भनेर चाहिँ त्यही मनमा छ। स्यालेरी आयो भने यति हुन्छ म तपाईँहरूलाई भनिहाल्छु, म भिडियो बनाइहाल्छु है। अनि हिजो चाहिँ अब केटाहरूको जसलाई बाहिर राखेको थियो, जसलाई टोइलेट सफा गर्न राखेको थियो, जसलाई के भाँडा धुनेमा राखेको थियो, उनीहरूलाई यो सोध्यो कि अब के हो, काम गर्न आउँछ कि आउँदैन, अनि कुकिङ गर्न आउँछ कि आउँदैन भनेर सबैलाई सोध्यो। अनि हिजो चाहिँ सबैलाई नुडल बनाउनु थाल्यो। अनि उसले चाहिँ नुडल बनाउनुभन्दा पनि खास गरी त्यो फ्राई प्यान चलाएको, फ्राई प्यान जो हलाउने हुन्छ नि, त्यो चलाएको चाहिँ हेर्न मन लागेर छ। अनि हामी 4 जना, मैले, अमृत दाइले, अरू 2 जना साथीहरूले चाहिँ त्यो राम्रोसँग नै फ्राई प्यान चलाएर देखाइदिएँ। अनि मैले पनि नुडल बनाएर सबलाई खिलाएँ। त्यो अब यहाँको टेस्ट हामीले दिन सक्दैनौँ, अभियसली नेपालीहरूले युरोपको टेस्ट दिनै सक्दैन, जतिसुकै राम्रो काम गरे पनि। तपाईँ ठुलै सेफ भयो भने नेपालको सेफको यहाँ कुनै काम छैन, यहाँ दुबारा सिक्नुपर्छ, यिनीहरूको रेसिपी अनुसार काम गर्नुपर्छ है। अब यहाँ सुसीमा त क्रिम हाल्दो रहेछ, क्रिम चिज हाल्दो रहेछ, अनि कहाँबाट टेस्ट ल्याउँछ होइन नेपालको। हामीले नि सुसीमा अलग अलग कुरा हाले हुन्छ, हाम्रो भनेको कुरा एउटा हाल्दैन यिनीहरू होइन। नुडलमा पनि हामीले के हाल्छ, यिनीहरूले हाम्रो ठ्याक्क अपोजिट कुरा हाल्छ। अब यस्तै छ यहाँको रेसिपी हामीलाई दिने हो अरे पछि। अनि हामीले चाहिँ तबसम्म यिनीहरूको रेसिपी सिकेर एक्ज्याक्ट यिनीहरूको खानाको टेस्ट हामीले दिइसक्नुपर्ने हुन्छ। अनि मे जुन 15देखि चाहिँ यिनीहरूको एकदम प्रपरली रूपमा चाहिँ स्टार्ट हुन्छ अरे होटल है। अहिले चाहिँ खालि अब यो प्रिपरेसनको लागि मात्रै हामीहरूलाई यो होटलमा ल्याएको रहेछ। अब हामीले सामानहरू कसरी प्रिपेयर गर्छ, कसरी कटिङ गर्छ, कसको कटिङ फास्ट छ, कसले राम्रोसँग फ्राई पनि चलाउनु सक्छ भनेर चाहिँ गराएको रहेछ। मलाई चाहिँ जमै छ, जे होस् मैले नुडल पनि हान्न सक्छ, अनि के भन्छ बर्गरहरू पनि बनाउन सक्छ। मेरो त जे होस् एक्सपिरियन्स 3-4 ठाउँमा छ नि त, मैले कतारमा पनि गरेको, उता इन्डिया हुँदाखेरि पनि गरेको है। मलाई त्यति गाह्रो छैन। अरू केटाहरू चाहिँ हल्का फुल्का नर्भस चाहिँ भएको छ। मैले त हिजो ढ्याप ढ्याप हानेर पुरै साउलाई नै गएर देखाइदिएँ, मैले यस्तो बनाएँ भनेर। उसले चाख्यो, ठिक छ भनेर भन्यो। अब यहाँ हल्का मेरो चाउमिन, मेरो नुडलमा चाहिँ के भन्छ सोया सस बढी परेछ। ठिक छ, फर्स्ट टाइम हो, केही छैन, नेक्स्ट टाइम राम्रो ट्राई गर भनेर देखायो। अब उसको अगाडि कन्फिडेन्सको कमी चाहिँ हुनु भएन, कन्फिडेन्स हामीले देखाउनु पर्ने रहेछ सबभन्दा है। कन्फिडेन्सको साथ पुरै फ्राई पनि हल्लायो, त्यसपछि बनायो, जस्तो बन्यो भने आफ्नो टेस्ट दिने, बस भयो, त्यो चाहिँ हो। अनि यस्तो कुरा मान्छेहरूलाई कन्फिडेन्स नै चाहिन्छ है साथीहरू। तपाईँले दिल्ली इन्टरभ्यू दिन जाँदाखेरि पनि धेरै नर्भस हुन्छ कोही कोही साथीहरू, म नै धेरै नर्भस भएको थिएँ। आफ्नो एक्सपिरियन्स सेयर गर्दाखेरि चाहिँ म नै धेरै नर्भस भएको थिएँ। अब दिल्लीको इन्टरभ्यूमा चाहिँ के नसोध्छ भनेर अन्त केही सोध्दैन। मैले यहाँभन्दा अगाडिको भिडियोसम्म माथि आई बटनमा राखिदिन्छु, नत्र डिस्क्रिप्सनमा त्यसको लिङ्क राखिदिन्छु होइन। अब यो भिडियो इन्डिङको पछाडि पनि म तपाईँहरूलाई लगाइदिन्छु है। पुरानो भिडियोहरू मैले मेन पावरमा कुन क्वेसन सोधेको थियो, मान्छेहरूले जान्न चाहे हुन्छ, मेरोमा कमेन्टहरू आइरहेको हुन्छ, मलाई साथीहरूले डिएम गरिराख्नु भएको हुन्छ, मलाई खुसी लाग्छ। साथीहरूले जे होस् बिस्तारै बिस्तारै मेरो च्यानललाई हेर्दै हुनुहुन्छ है, सब्सक्राइब गरिदिनुहुन्छ, खुसी लाग्छ होइन। जसले यो भिडियो नयाँ हेर्दै हुनुहुन्छ उहाँले सब्सक्राइब गरेर एउटा लाइक र मिठो कमेन्ट छोडिदिनु होला, यहाँ धेरै सहयोग हुन्छ। एकजनाको कमेन्ट र लाइकले ठुलो सपोर्ट मिल्छ क्या अहिले चाहिँ होइन। म सानो युट्युबर हो,
मैले भोग्नु पर्यो मेरो आउने साथीभाइहरूले नेपालबाट आउने साथीभाइहरूले उहाँहरूले भोग्नु नपरोस् भनेर चाहिँ मैले यस्तो यस्तो भिडियो बनाएर हो खास गरी मेरो यसमा केही ठुलो प्रगति गराउँला उपलब्धि गराउँला भन्ने मेरो चाहना चाहिँ होइन। उहाँलाई अलिकति भयो भने हेल्प होस् होइन। कसै कुनै मान्छेले साँचो बोल्दैन, मेन पावरले तपाईँले ठाडै नै झुट बोल्छ है। अब जे होस् युरोप गएर एक्सपिरियन्स बटुलेको मान्छेहरूसँग सोद्धाखेरि चाहिँ उनीहरूले आफ्नो दुःख चाहिँ तपाईँलाई पोखिदिन्छ है। म्याक्सिमम् मान्छेले पोखिदिन्छ, कोही कोहीले फेरि झुट बोलेर तपाईँसँग पैसा लुट्ने कोसिस गरे हुन्छ। मैले चाहिँ तपाईँहरूले आफूले सके सम्झेको हरेक कुराहरू सेयर गरिदिँदैछु। जुन कुरा मैले भोगेको छु आफूले जान्ने जति तपाईँलाई हरेक कुरा सेयर गरिदिन्छु है। त्यसको लागि मेरो च्यानलमा जोडिराख्नु होला है। अब यस्तै साथीहरू युरोपको म चाहिँ अहिले घर पछाडिको यो गार्डन जस्तोमा छु। यो चाहिँ मेरो घर माथि, अन्त घर भन्नाले बस्ने भिला दिएको हामीहरूलाई। 17 जना यो घरमै नै बस्छौँ हामीहरू। अनि हामी चाहिँ आएको लगभग तपाईँलाई अब भन्दै जाँदा कुरा आउँछ है। आएको 14 दिनसम्म त हामीले 24 घन्टाको एकचोटि मात्रै खाना खाएको है साथीहरू। मैले यहाँभन्दा अगाडिको भिडियोमा पनि भनेको छु। हामीले यहाँभन्दा अगाडि चाहिँ 14 दिनसम्म हामी आएको लगभग 20-25 दिन पुग्न लाग्यो। अब फर्स्ट स्यालेरी आउने बेला हुन लाग्यो है। अप्रिल 23देखि हामी लागेको, अब मे 17 समथिङ भयो आज। अनि 14 दिनसम्म चाहिँ 14-15 दिनसम्म हामी नेपालीहरूले 14 जना नेपाली थियौँ। एक छाक मात्रै खाना खाएको कि एक छाक 24 घन्टामा एक छाक मात्रै। अब हामीले नेपालबाट पैसा नल्याउनु पो हामी भोकै मर्थ्यो होला है। धन्न यो रुममा यता पानी छ पिउने, त्यसले नै काम चलिरहेको थियो। अब हामीले नेपालबाट ल्याएको पैसाले नै किनेर यहीँ पसल नजिकै छ किनेर ल्याएर पकाएर खाएर मैले नेपालबाट प्रेसर कुकर ल्याएर आएको थिएँ। अब नेपालबाट के ल्याएर आउनुपर्छ मैले त्यसको भिडियो पनि लिङ्कमा राखिदिनेछु है, डिस्क्रिप्सनमा राखिदिनेछु। नत्र यहाँभन्दा पछाडिको भिडियो तपाईँले चेक गर्न सक्नुहुन्छ के ल्याएर आउँदा सजिलो हुन्छ, राम्रो हुन्छ, दुःख हुँदैन। मैले प्रेसर कुकर ल्याएँ हुनाले धेरै नै मलाई मात्र होइन अरू साथीहरूलाई सुधै हेल्प भयो कि। हाम्रो कफी खाना ल्यायो भने भाँडा थिएन कि उमाल्नलाई, अनि मेरै प्रेसर कुकरमा पानी बोइल गरेर केटाहरूले कफी बनाएर चिनी किनेर खाएँ क्या। काम त लाग्यो नि त होइन। मलाई मात्र होइन हाम्रो 14 जना साथीहरूले मेरो मात्र प्रेसर कुकर काम लाग्यो, कसैले ल्याएको थियो है। ल्याए पनि लुकाएर राखेको थियो केटाहरूले, मैले चाहिँ दिदी मैले नेपालबाट कफी बोकेर ल्याएर आएको थिएँ, नेपालबाट चाउचाउ बोकेर ल्याएर आएको थिएँ, नम्किनहरू बिस्कुटहरू सबै बोकेर ल्याएर आएको थिएँ। तबसम्मको लागि मलाई धेरै काम लाग्यो क्या त्यो होइन। मैले चाहिँ $100 साँटेर ल्याएर आएको थिएँ, बढी ल्याउनु पर्ने रहेछ, केही घाटा लाग्दैन। तपाईँले $200 साँटेर ल्याउनुहोस्, तर तपाईँ यहाँ काम लाग्यो धेरै राम्रो होइन। काम लागेन तपाईँको स्यालेरी आयो भने नेपाल पठाइदिने, तपाईँलाई केही पनि घाटा हुँदैन। साँटेर ल्याउनुहोस्, त्यो दुःख पर्नबाट तपाईँलाई अलिकति जोगिन्छ। आफ्नो पैसा खर्च गऱ्यो भने केही घाटा हुँदैन होइन। बरु दुःख पाउनु भन्दा त बरु पैसा हुन जाति नै होइन। त्यसैले चाहिँ बरु साँटेर ल्याउँदा हुन्छ है। पैसा चाहिँ सकेसम्म बढी नै साँटेर ल्याउनुहोस्। अनि यहाँ चाहिँ अब चुरोट रक्सी खाने मान्छेहरूको लागि त म केही भन्न सक्दैन। उहाँले बचाउन गाह्रो हुन्छ उहाँलाई पैसा। अब आफू केही खाँदैन, म पैसा बचाउने पैसा कमाउने हो भनेर विदेश आयो भने उसले मजाले पैसा बचाउँछ है। अब होटल लाइनतिर यस्तै छ, तपाईँको 8 घन्टा भनेर 12 14 घन्टासम्म पेलाउँछ। तर फ्याक्ट्री लाइन तपाईँको कम्पनीतिर प्याकेजिङतिर सिटी क्लिनिङतिर अनि एग्रिकल्चर साइडतिर तपाईँहरूले भयो भने जति ड्युटी आवर तोकेको हुन्छ कम्पनीले उति नै हुन्छ। 8 घन्टा ड्युटी, अब कसैलाई 5 दिन ड्युटी र 1 दिन 2 दिन छुट्टी भने हुन्छ, कसैलाई 1 दिन छुट्टी 6 दिन ड्युटी भने हुन्छ। अब हेरी हुन्छ। अनि अरू कम्पनी लाइनतिर या अरू साइडतिर पनि अब तपाईँको 8 घन्टा ड्युटी भन्यो भने 2-3 घन्टा एक्स्ट्रा गरायो भने तपाईँ त्यसको ओभर टाइम आरामले मिल्छ। र तपाईँको 1-2 वर्ष क्रस भइसक्यो भने बोनस आउनु पनि स्टार्ट हुन्छ है कम्पनीमा चाहिँ। यो चाहिँ एउटा बेनिफिट छ कम्पनीमा। र होटल लाइनमा त्यस्तो छैन। होटल लाइनमा आउने साथीहरूले चाहिँ अलिक सम्झेर बुझेर है, अब तपाईँको समस्या छैन होटल लाइनमै तपाईँले वर्षौँ वर्ष गरिराख्नुपर्ने भन्ने त्यस्तो केही छैन। तपाईँहरूले अब एक्सचेन्ज भइसक्यो 1-2 वर्ष कट्यो भने या टिआरसी आइसक्यो भने तपाईँले जब स्विच गरेर अर्को काममा लाग्न सक्यो। तपाईँको जुनमा सजिलो मान्नुहुन्छ, एग्रिकल्चर साइड होइन, म्यानुफ्याक्चरिङ जुनसुकै काममा पनि तपाईँले यो रोमानियाभित्र नै स्विच गर्न सक्नुहुन्छ। होइन म यताबाट विदेश जान्छु अन्तर्देश जान्छु भने तपाईँले आफूको चिनेको मान्छे छ, राम्रो मान्छे छ पठाइदिने भन्यो भने तपाईँले उसको अब तपाईँलाई थाहा हुँदैन नि त नयाँ नयाँ आएको उसको मार्फतबाट जाँदा पनि भयो। अनि नत्र तपाईँले आफूले टिकट काटेर डाइरेक्ट पोर्चुगल जाँदा पनि, पोर्चुगल मेरो एउटा उदाहरण पोर्चुगलमा है, पोर्चुगल अन्तर्देश कुनै पनि देशमा जानु सक्नुहुन्छ मजाले है। दलालहरूको फन्दामा पर्ने त्यस्तो गर्ने अब आजकल त्यस्तो केही छैन है। हामीले दुःख पायो भन्दैमा म्याक्सिमम् साथीहरूले चाहिँ दुःख पाएँ उनीहरूले पनि दुःख पाउँछ भन्ने चाहिँ यो होइन। राम्रो चोरो हो भने नेपाल जस्तै छ, नेपालको याद आउँछ यहाँको गाउँबारी
तोरीबारी मैले सबै यहाँभन्दा अगाडिको भिडियोमा देखाएको छु, तपाईँ चेक गर्नु सक्नुहुन्छ। सबै राम्रो छ, समुद्र हावापानी चिसो छ, चिसोको लुगाहरू लिएर आउनु होला, जुत्ताहरू लिएर आउनु होला। कसैलाई सर्दीको समस्या हुन्छ, कसैलाई पेट दुख्ने टाउको दुख्ने समस्या हुन्छ, औषधिहरू भरपुर लिएर आउनु। ल गाडी आयो, बाँकी भिडियो मिल्यो भने उतै है। ल अहिलेसम्म लाग्यो ड्युटी लोकेसनमा पनि पुग्यो। कति बज्यो हाम्रो 10 बज्न लाग्यो। अनि मान्छेहरू कोही आएन, पानी पर्न स्टार्ट हुन लागिसक्यो। आज शुक्रबार होटल चल्ने दिनमा ड्याम्मै पानी पर्छ, पानी पऱ्यो भने फेरि होटलै चल्दैन। त्यही हिसाबले अब ड्युटी लोकेसनमा आइयो, पानी पऱ्यो, म एकदम भित्र बस्छु। म्यानेजर, वेटर, बारटेन्डर कोही पनि आएको छैन है। अब त्यसैले मैले भिडियो बनाइरहेको छु। फेरि किचनभित्र त बनाउनु पाइँदैन, बाहिर बनाउनु पाइन्छ, कोही आएन केटाहरू। यस्तै हो। अब त्यसपछि 11-12 बजे हुन्छ। आज चाहिँ सबैको ट्रायल छ, फेरि देखा जाएगा। साँझको 5 नै बज्न आँट्यो। बुढीहरू काम गर्दैछन् यहाँ, हाम्रो स्टाफ छ सबै। किचनभित्रै छु म। आज पनि काम चाहिँ लिएर छैन, शुक्रबार साथीहरू। भन्नलाई केही छैन, कामको बाँडफाँड हुँदैछ। मलाई चाहिँ ग्रिल सेक्सनमै राख्यो। अनि कोही आधा साथीहरूलाई चाहिँ कसैलाई सलाद बनाउने, कसैलाई सुसीमा, कसैले कहाँ राख्यो। जे होस्, अब काम नपाएर तर्सेको केटाहरू चाहिँ बाहिर मलाई कुकमा मगाएर चाहिँ अन्त राख्यो भनेर कम्प्लेन गर्नेवाला चाहिँ राख्यो। जे होस्, काममा खुसी भए, सबैलाई मिल्यो। अब चाहिँ ड्युटी सेड्युल मिलाउँदैछु होला सायद, कसैलाई तारा खाना अफिसियल रूपमा चाहिँ अब मिलाउँछ। त्यसपछि हाम्रो रेगुलर ड्युटी स्टार्ट है। अब हुन्छ, यति नै थियो आजको जानकारी है। आशा छ तपाईँहरूलाई भिडियो मन पऱ्यो होला। अगर मन पऱ्यो भने मेरो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु होला, ताकि मेरो भिडियो तपाईँहरूमा सबभन्दा पहिला पुगोस् है। एउटा लाइक दिनु होला, मिठो कमेन्ट छोडिदिनु होला। तपाईँले रोमानीको बारेमा, रोमानी प्लस होटल लाइनको बारेमा कुनै जानकारी चाहियो भने डाइरेक्ट डिएम गर्न सक्नुहुन्छ, नत्र कमेन्टमा पनि लेख्नु होला। म अवश्य रिप्लाई दिनेछु है। हवस् त, आजलाई बिदा हुन्छु। यति नै, भेटौँला अर्को भिडियोमा। जय नेपाल।